6 महिनाको लामो बसाइपछि नेपाल आफ्नो देश मातृभूमि नेपाल फर्किरहेछौँ। देशको अवस्थाले गर्दाखेरि यस्तै हुन्छ। अब के गर्ने, अब बच्चाहरू विदेशमा हुन्छ, आफू विदेशमा भेटघाट गर्न जानै पर्यो। देशको अवस्था कहिले सुध्रिने हो, यही हो। 6 महिना बसेर जाँदाखेरि एकदम गाह्रो हुन्छ, भाव बेबल हुन्छ। अरूभन्दा पनि सानो सानो बच्चाहरूलाई छोडेर जाँदाखेरि यही हो। हुन चाहिँ एयरपोर्टमा पुगेपछि मिल्यो भने म फेरि हजुरहरूलाई जोइन गर्नेछु। साथीहरू, मैले गुनासो गर्दा गर्दै एयरपोर्ट आइपुग्न लाग्यो। आहा, कति राम्रो एयरपोर्ट। हाम्रो देश नेपालमा यस्तो एयरपोर्ट कहिले बन्छ होला है। हुन त एयरपोर्टको आम्दानी सुन्छु एक महिनामा मात्र अर्बौँको आम्दानी हुन्छ अरे। तर के गर्नु, त्यो आम्दानीहरू कता जान्छ थाहा छैन। हामीहरू पार्किङमा आइपुग्यौँ। यो पार्किङमा करिब 1000वटा गाडीहरू अट्छ। घन्टाको चाहिँ करिब 7 रुपियाँ हो कि 10 रुपियाँ डलर तिर्नुपर्छ। तर सुविधा राम्रो छ। यही पार्किङबाट हामी एयरपोर्टभित्र जहाँ हामी टिकट चेकिङ गराउने ठाउँ भनौँ, एयरपोर्टको काउन्टरमा पुग्न सक्छौँ। यहीँबाट बाटो बनेको छ, धेरै राम्रो सुविधा छ। त्यही हो, अलिकति एयरपोर्ट बाहिरको बाटोमा ट्याक्सी गुडाउँदै भने जस्तै बाहिरको यो एयरपोर्टको बाटोमा सुटकेस गुडाउँदै, एयरपोर्टको बाटोमा सुटकेस गुडाउँदै ट्यान 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 गरेर दुइटै काम गर्नु परिरहेछ। सुटकेस पनि गुडाउनु परिरहेछ, ब्लग पनि बनाउनु परिरहेछ। ल, भाइरल पुल हो यो एयरपोर्टको भाइरल पुल, हेर्नु होला। एयरपोर्टको भाइरल पुल हो यो। ल, काउन्टर तल्लो छ सबै। अलि भारी सुटकेस म गुडाइरहेको छु। सानो फाहा भइरहेछ। लिफ्टमा बस्न जानको लागि तल जानलाई लिफ्टमा कहिले तल कहिले माथि थाक्यो। के अरे थाक्यो। यो कलर चेन्ज आयो कस्तो, एउटा जाने एउटा माथि आउने रहेछ। ल, त्यो होइन, जाने एउटा आउने। सुटकेस गुडाउँदै अब तल जाने। ल, बाहिरको बाटोमा ट्याक्सी गुडाउँदै भनेर मनन कृष्णले र हरिवंशले के भन्छ बनाएको थियो। अब चाहिँ सुटकेस गुडाउँदै भन्दै मैले चाहिँ गीत बनाएँ। एयरपोर्टको बाटोमा सुटकेस गुडाउँदै यसरी मन भुलाउनु पर्यो। के गर्ने, सानो बच्चा छोडेर आएको। हुन त मैले पारिवारिक ब्लग राख्न छोडिदिएको छु। यो चाहिँ सूचना ब्लग हो। एयरपोर्ट धेरै भिड छ। अहिले हामी अब काउन्टर त्यसतर्फ गइरहेछौँ। यही हो साथीहरू, दुःख धेरै लागिरहेछ, खुसी पनि लागिरहेछ। आफ्नो मातृभूमि फर्किन पाउँदा, फर्किँदाखेरि खुसी पनि लागिरहेछ, दुःख पनि लागिरहेछ। यहाँ सानो बच्चालाई छोडेर जाँदाखेरि अहिले सुटकेस भएकोले चाहिँ नि एकछिन चाहिँ नि स्टप गर्नु पर्ला जस्तो एयरपोर्टमा है।
अहिले हामी एयरपोर्टमा छौँ, मिनेसोटा राज्यको। एयरपोर्टमा छौँ। अहिलेलाई म एकछिन बन्द गर्दैछु साथीहरू। ल हामीहरू एयरपोर्टबाट व्हिलचेयरमा बसेर अगाडि बढ्दै चेकआउटको लागि अगाडि बढिरहेको छौँ। चेकआउट गरेर गेटतर्फ जाँदै व्हिलचेयरमा जाँदाखेरि चाहिँ सजिलो हुने भएकोले गेट खोजिराख्नु पर्दैन। भिड पनि निकै भिड रहेछ। खुट्टा पनि दुख्ने भएकोले, बुढीको खुट्टा पनि दुख्ने भएकोले पनि अप्ठ्यारो पऱ्यो। साथीहरू, अमेरिका धेरैचोटि ओहोरदोहोर गरियो, तर मिनेसोटा स्टेटको यो एयरपोर्ट यानि सेन्ट पोल एयरपोर्ट भनिन्छ, यो एयरपोर्ट मैले चाहिँ राम्रोसँग घुम्न पाएको थिइनँ। आज चाहिँ व्हिल चेयरबाट पनि घुम्न पाइयो। पछि हिँडेर पनि एयरपोर्ट घुमेर हजुरहरूलाई देखाउने छु। एयरपोर्ट त धेरै राम्रो बनेको रहेछ। थोरै समय बाँकी रहन्थ्यो, आज चाहिँ संजोगले चाहिँ व्हिल चेयर पनि पायो। अनि व्हिल चेयरले चाहिँ गेट नजिकै लगेर राख्न लगेको बेला मैले खिचेको यो भिडियोहरू हो, हजुरहरूलाई म देखाइरहेको छु। यो एयरपोर्टको चाहिँ धावन मार्ग पर्यो। अब केही बेरमा हामी गेटतर्फ गइरहेका छौँ। सायद पुग्नै लाग्यो होला। साथीहरू, अहिले पनि मैले भने मिनियापोलिस भन्दा छ मिनेसोटा राज्यको इन्टरनेसनल एयरपोर्टमा छु। अहिले हामी यहाँबाट एम्स्टर्डम जानको लागि अब 1.5 घन्टा जति अझ बाँकी छ। 1.5 घन्टा बाँकीमा समय बिताउनलाई चाहिँ म यसो घुमघाम गरिरहेको छु। बुढी अलग्गै छ, बुढीलाई छोडेर एक्लै घुम्न आएको। के पाइन्छ भनेर चाहिँ यहाँको चाहिँ सानो चाहिँ अब एयरपोर्टको पसल काम गरेको अवस्था छ अहिले होइन, के छ भनेर, के पाइँदो रहेछ भनेर गेट पनि खोजिरहेको छु। म आफ्नो गेट पनि खोजिरहेको छु। यहाँको रिमझिम यसो हेरिरहेको छु। त्यसले फेरि गेटै बिर्सेर होला, किनभने बोर्डिङ पास पनि छैन। गेट G1 G6 अहिले फेरि कता हो चाहिँ व्हिल चेयरवालाले त त्यहाँ लगेर पुऱ्याइदियो। अहिले बुढी एकेर बुढा एकेर यसो फोन पनि लाग्दैन। अहिले हराएर चाहिँ बुढी खोजेर होला, बुढीले बुढा खोजेर होला अरे, बुढाले चाहिँ बुढी खोजेर होला अरे। अनि प्लेन पनि मिस भएर अरे। यस्तै हो। ल यहाँ छौँ हामीहरू अहिले है। ठिकै छ। गेट पत्ता लागिसकेपछि त सजिलै हुन्छ। गेट पत्ता नलागुन्जेल मात्रै गाह्रो हो। कफी खाने ठाउँ मैले भेट्टाएँ। जाने बेलामा कफी खाएर जानु पर्ला। जानुभन्दा अगाडि उठ्नुभन्दा अगाडि कफी खानु पर्ला। कफी सप मैले भेट्टाएँ। मैले कफी खान्छु। आज त पाउँदैन, बुढीले खाने चिज त हुँदैन। मैले खाने चाहिँ कफी हो। कफी मलाई मनपर्छ होइन। कफी खाएपछि खाजा खाए जस्तै हुन्छ, पेट पनि भर्छ क्या, मलाई चाहिँ त्यस्तो लाग्छ। अब यहाँ आएर बेलामा खाने त हो नि, नेपालमा कफी खाइँदैन। खाए पनि धेरै महँगो पर्छ होइन। अब यहाँ बेलामा खर्च गर्दाखेरि चाहिँ कन्जुसी पनि हुँदैन त्यति। अब नेपालमा चाहिँ 300-400 जाने कफी खाँदा ओहो एउटा कफीकै 300-400 तिरेर खाने भने जस्तै हुन्छ। ल यही हो। अब मैले घुम्नुपर्ने जति घुमिहालेँ। यहाँबाट तल झर्ने हो, तल झर्नु त मिल्दैन, म झर्दिनँ। यो झर्ने बाटो रहेछ होइन। यो राम्रो सिन भएकोले चाहिँ यस्तो हेर्नलाई मैले चाहिँ यसो चाहिँ देखाइदिएको हो। यही हो। अब मैले ऊ चाहिँ खोल्न पनि खोलिनँ। अब अलिकति यहाँको एयरपोर्टको अलिकति एम्स्टर्डम यानि नेदरल्यान्डको एयरपोर्टको खिचेर अब आउने बेलामा त्यति खिच्न पाएन, मुड पनि भएन, अलिकति भारी पनि धेरै बोक्नु परेको थियो। त्यस कारणले चाहिँ नि अहिले चाहिँ अलिअलि गरिरहेको छु। यता जाने रहेछ होइन, हाम्रो जाने ठाउँ त हो। ल भयो, कता जाने के गर्ने खाने भनेर पनि थाहा भयो। अहिले म अगाडि बढिरहेको छु। अब म बुढी भएको ठाउँमा चाहिँ गइरहेको छु अहिले। त्यो व्हिल चेयरवालाले एक ठाउँमा लगेर राख्थ्यो होइन, तर मैले पत्ता लगाएँ कहाँनिर रहेछ भनेर पत्ता लगाएँ, अर्कै ठाउँमा परेछ। त्यहाँ खोजेको चाहिँ बोर्डिङ पासमा लेखेको हुन्छ नि, त्यो गेट बोर्डिङ पासमा लेखेको गेट नम्बर र त्यो गेट नम्बर अलिक फरक परेको थियो। त्यही भएर म कन्फ्युज भएर म चाहिँ घुमेर चाहिँ हेरेको। अब एउटा चाहिँ कम्पाउन्ड चाहिँ त्यही रहेछ, तर चाहिँ ठाउँ चाहिँ काउन्टर चाहिँ अलिकति फरक रहेछ। काउन्टर फरक भएकोले चाहिँ मैले पत्ता लगाएँ। अब पत्ता लगाएपछि त भइ नै हाल्यो नि, त्यो काउन्टरमा गएर बसौँला होइन। मेन चाहिँ नि गेट थाहा पायो भने सजिलो हुन्छ नि, जे पनि होइन। गेट थाहा भइहाल्यो।
अब ढुक्कले त्यहाँ गएर बस्ने अब के अगाडि गएर बस्यो भने भइ नै हाल्छ कि यहाँ बसेर फाइदा छैन त्यही गएर बस्नु पर्ला ल फेरि जोइन गरौँला नि हजुरहरूलाई ल एकचोटि अब यहाँसम्म गरेपछि त बुढीको पनि एकचोटि फेरि देखाइहालौँ होइन बुढी यहाँ अब अलिकति निन्द्राले गरेर हो कि केले गरेर हो अलिकति आँखा पनि उदास भइरहेछ नातिको याद आइरहेछ कि के हो मैले अहिले पनि भने अब याद त आइ नै हाल्छ अब के गर्ने परिस्थिति देशको परिस्थितिले गर्दाखेरि छुट्टिएर बस्नुपर्छ परिवारसँग अब कहिलेसम्म त्यस्तो हुन्छ हाम्रो देशबाट चाहिँ नि अब बाहिर चाहिँ नि बच्चाहरू जाने अब अर्को युग पर्खिनु पर्छ कि यही युगमा हुन्छ यो चाहिँ नि हाम्रो भोले बाबा पशुपतिनाथकै हातमा छ साथीहरू समय अलिकति बाँकी थियो प्रतीक्षालयमा बस्दा बस्दा बोर लागेर यसो एकछिन मलाई घुम्न मन लाग्यो होटेलमा केही खाएर प्रतीक्षा गरिरहनु भएका छन् यात्रीहरू कोही सिटमा बसेर यो भयो धावन मार्ग हो एयरपोर्टको धावन मार्ग हेर्नुहोला है अब करिब थ्याङ्क यू अब हामी भित्र जाँदैछौँ प्लेनभित्र एकछिनपछि केही समय लाग्ला बुढी अब खिच्नु पऱ्यो ब्लग बनाउने मान्छेहरू त्यसरी खिच्नै पऱ्यो त अनि खिच्नु पऱ्यो बोल्नु पऱ्यो अब हामी भित्र छिर्दैछौँ साथीहरू यस्तै हो अब 1 घन्टा 1.5 घन्टाको प्रतीक्षापछि अब भित्र गएर चाहिँ आनन्दले बस्ने हो 8 घन्टाको चाहिँ सफर छ त्यसपछि फेरि भेट गर्दै गरौँला भित्र पनि भेट मिल्यो भने भेट गर्दै गरौँला मेरो बुढी यहाँ छ उदास छ अलिकति है अहिले हँसिलो भई त्यस्तै हो हँसिलो अनुहार भएकोले एकचोटि हजुरहरूलाई कुन जोइन गरेको है अहिले उदास थियो अब हँसिलो अनुहार देखाएको अहिले उदासको कुरा त अहिले मैले बताएको थिएँ हजुरहरूलाई है कता गई बुढी बुढी कता गई पछाडिको सिट पर्यो हजुर एकदम पछाडि कति पछाडि हुन्छ अब हेर्दै जाउँ अब त्यहाँ यहाँ नम्बर लेखेको छ म यहीँ सिट खोज्दै अगाडि बढिरहेछौँ सिट खोज्दै अगाडि भन्दैको पछाडि पो गइरहेको छौँ त हामीहरू पछाडि पनि कति पछाडि ल ए भर्खर 37 ल 39 40 41 उयो त जानु पर्यो अब त्यो 41 हामी बुढाबुढी सिटमा बस्यौँ स्वास्थ्यको लागि सुसु गर्न आएको आएर तपाईँ एउटा के दिइहाल्यो के भएर होइन अब त 2-2.5 घन्टा मात्रै बाँकी छ त्यो फिल्म हेरेर टाइम पास भयो नि खाएको कसलाई देखाउने होइन कि यो उताबाट 3 बजे उडेर अब यहाँको चाहिँ नि अब बिहान 5 बजे या 6 बजे चाहिँ नि ल्यान्ड हुन्छ अब खाजा अहिले हेरिहाल्नु भयो है अब यहाँको चाहिँ नि अब बिहानको खाजा यो है अब खाजा खाइरहेको छौँ हामीले बिहानको अब यहाँ त बिहान भइरहेछ नि यो बिहान हो खै अब दिन्छ कि दिँदैन होइन ल्यान्ड हुन लाग्यो भने दिएको नि अब साग छ गोलभेडा छ अरू के छ यसमा ब्रेड भन्ने कि अब के भन्छ अरू के भन्छ यसलाई पनि यो बर्गरै हो ठुलो होइन
बिहान भयो अब बाहिर निस्किँदैछौँ हामीहरू